बालेनको खतरा कूटनीति, लिपुलेखबारे मोदीसँग टेबल टक गर्ने, अंग्रेजहरूलाई पनि पठाए पत्र। यी हुन् ग्रेटर नेपाल फिर्ता आउने आधारहरू। प्रधानमन्त्री बालेन शाहले लिपुलेखको बारेमा भारतसँग मात्र नभई इङ्ल्यान्डसँग पनि वार्ता गर्ने भएका छन्। लिपुलेख विवाद भारतसँग मात्र नभई अंग्रेजहरूसँगको पनि हो। आज संसद बैठकमा प्रधानमन्त्री बालेनले सीमा विवादको विषयमा भारत, चीन र बेलायतसँग यस विषयमा कुरा गरिरहेको बताएका छन्। त्यस्तै बालेनले यो ब्रिटिस इन्डिया कालदेखिको समस्या भएको भन्दै उनले यस विषयमा बेलायतसँग पनि कुरा गरिएको बताएका छन्। सुगौली सन्धि अघि नेपालको फैलावट जहाँसम्म थियो त्यसैलाई भनिन्थ्यो ग्रेटर नेपाल, अर्थात् त्यसबेला नेपाल पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म थियो। भारतमा बसेका अंग्रेजले विक्रम सम्वत 1871 कार्तिकमा नेपालमाथि आक्रमण गरे। नेपाल अंग्रेज बीच 5 वटा किल्लामा लडाईँ भयो। महाकाली पूर्व नेपालले आफूलाई अडिक राख्यो, त्यसतर्फ अंग्रेज छिर्नै सकेनन्। तर पश्चिमपट्टिको लडाईँमा भने नेपालले पराजय भोग्नु पर्यो। पश्चिमपट्टिको लडाईँमा क्षति बेहोर्नु परेपछि नेपाली पक्षले तत्कालै युद्ध स्थगित गर्ने प्रस्ताव गर्यो र 1872 फागुनमा युद्ध रोकियो। यही सन्धिबाट हो नेपालले महाकाली पारी सतलजसम्मको क्षेत्र गुमाउनु परेको। अंग्रेजहरू भारतीय उपनिवेश छाडेर बेलायत गइसकेपछि र सम्झौता भएको इस्ट इन्डिया कम्पनी नै नरहेपछि नेपालको भूमि स्वतः फिर्ता आउनुपर्ने हो, किनभने ती भूभागहरू नेपालले भारतसँगको युद्धमा नभई अंग्रेजसँगको युद्धमा गुमाउनु परेको हो। अहिले नेपालको भूमि बेलायतसँग नभई भारतसँग छ। एउटा देशसँग हारेको जमिन अर्को देशको भोग चलनमा रहने कुरा हुँदैन। त्यस्तै ग्रेटर नेपाल फिर्ता पाउने अर्को आधार हो नेपाल भारत बीच 1950 मा भएको शान्ति मैत्री सन्धि। उक्त सन्धिले ब्रिटिस सरकार र नेपाल सरकारका बीचमा भएका अघिका सबै सन्धि पत्र, स्वीकार पत्रहरूलाई खारेज गरेको छ। अंग्रेजसँग भएको सुगौली सन्धि खारेज भएपछि अंग्रेजसँग गुमाएका सबै भूभाग नेपालले फिर्ता पाउनुपर्ने हो। तर भारतले ती भूभाग पनि दिएको छैन। उल्टै नेपालका कालापानी, लिपुलेख र लिम्पियाधुरा समेत अतिक्रमण गरेको छ। त्यसैले प्रधानमन्त्री बालेनले बेलायतसँग पनि वार्ता गर्ने भएका हुन्। प्रधानमन्त्री बालेनको यो कूटनीति सफल भयो भने उनको नाम इतिहासको पानामा लेखिनेछ। प्रधानमन्त्री बालेनको यो कदम सफल होला त? तपाईलाई के लाग्छ? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।